सिजन चटनी बनाउँदै अदुवा लसुन भुट्दैछौँ। त्यसपछि यसमा आउँछ खुर्सानी, प्याज, गोभी, चिल्ली सस, मसलाहरू। यो खुर्सानी र हाल सबै यो चप गरेको प्याज गयो, यो चप गरेको गोभी गयो। ल यो चिल्ली सस हाल बस भयो। त्यो टमाटो केचप पुरै हाल्दै, टमाटो केचप यो आयो। टमाटो केचप, चिल्ली सस पछि टमाटो केचप, त्यसमा अलिकति पानी हालेर चट घुमाएर सबै हाल्दियो। यो सेजवान चटनी बन्ने विधि हो है। यो लारी लाइनको सेजवान चटनी रेगुलरवाला। यो गयो अलिकति रेड चिल्ली पाउडर, यो गयो हजिनो, गयो कोतारो, यो आयो नमक, आँखा चिमेर हाले हुन्छ नमक त। अब हाल्ने पानी खनाएर टन्न, फेरि आयो 1 बाल्टी पानी, कराई भर्ने गरेर मस्तसँग चकाचक लारी स्टाइल सिजन चटनी। यो आयो रेड कलर, फुड कलर रेड। रोको मस्त चट्ट सिजन चटनी। मस्त यस्तरी कर्नफ्लोरलाई घोल्ने, त्यसपछि यहाँ खनाउने। यो सिजन चटनी आगोमा बन्दैछ मस्त दाउरामा। स्पेसल अर्ग्यानिक सिजन चटनी। थोरै गरी बिस्तारै कर्नफ्लोर हाल्ने, मस्तसँग चलाउँदै राख्ने, नत्र तलतिर जाम हुन्छ, फेरि चक्का जाम भए जस्तो। यो दुध पाउडर होइन नि, यो कर्नफ्लोर हो। फेरि दुध पाउडर सम्झिनु होला। मस्त पकाउने, भक उम्लिने गरेर 10-15 मिनट जति गाढा बनाउने मस्त। त्यसपछि भइहाल्छ रेडी। एकछिनपछि रेडी हुँदैछ। ल गाइज, हाम्रो चटनी रेडी भयो। अब यो भाँडाहरूमा हाल्ने अनि त्यसपछि भित्र राख्ने। ओके, टाटा बाई बाई।